मदन भण्डारी राजमार्ग बाटोको अवस्था यस्तो छ। माटो काटेर माटो ल्याउँदै गर्दाखेरि गाडी चाहिँ धस्कियो। यता भाइ यता मेरो गाडी यस्तो छ। यो एक ठाउँ मात्र होइन, यो चाहिँ पुरै बाटै सखाप छ। झुक्किएर पनि मोटरसाइकलवालाहरू चाहिँ नआउनु होला। यो बाटो नाजुक छ बाटोको अवस्था। यता गोवामा गयो गाडी। यस्तो छ बाटोको अवस्था। कहाँबाट जाने त हामी? पुरा एसियन हाइवे भन्ने बालन सरकार आएपछि सोच्थ्यो खोइ। अब यसमा चाहिँ साम्पाङ हर्का साम्पाङ चाहिँ आउनु पर्यो श्रमदान गर्नलाई। धस्क्यो यहाँ श्रमदानमा चाहिँ हर्का साम्पाङको उपस्थिति हुनु पर्यो। श्रमदाताहरू कता हुनुहुन्छ? ठेलेर धकालेर के गरेर हुन्छ? ढुङ्गा माटो हालेर हुन्छ कि निकाल्नु पर्ने भयो। गाडी चाहिँ यहाँनिर फाइनल्ली गाडी धस्क्यो। गाउँमै मचिन्द्र निर्माण सेवा हिँड्यो। मुन्सीहरू कता कता छन्, चिया कफी खाँदैछन् कि दौडेर छिटो जेसिबी लिएर आउँछौ कि स्काउटर लिएर आउँछौ? आइहाल है छिटो। हुँदैन भन्दा हुँदै जबरजस्ती माटो बोकाएको होइन, पिलित्तै भयो।